ल फेरि पनि मेरो नयाँ भिडियोमा सबैजनालाई स्वागत छ। फेरि आज पनि म एउटा स्केच बनाउन जाँदैछु। ल अब को चाहिँ पर्नुहुन्छ भाग्यशाली विजेता हैन। ल सुरु गरौँ है त। अब ट्याक्कै उठाइदिउँ हैन। को चाहिँ पर्नुहुन्छ होला त। ओहो दीपक दाई, ल तपाईँलाई बधाई छ है। ल दाई, ल म चाहिँ अब फेरि दीपक दाईको स्केच बनाउँछु है त। ल सुरु गरौँ है त। अब ल अब दाईसँगको स्टोरी थोरै बताउन जाँदैछु है त। दाईको स्वभाव चाहिँ सिधा कुरा प्रष्ट विचार जस्तै हो हैन। दाईलाई चाहिँ मनमा जे छ त्यो बोलिदिइहाल्ने मान्छे हो। मनमा राख्ने बानी छैन। कोही मान्छे हुन्छ नि मैले यो भन्दाखेरि यो कसैले के गर्ला कि कसैले के, त्यस्तो स्वभाव छैन। दाइले चाहिँ मनमा जे छ हैन मजाले बोलिदिने मान्छे हो। र दाइको कुरा सुन्न मजा पनि लाग्छ है। हामी प्रायः जसो हुन्छ नि, जस्तै कसैले कुरा गरिरहेको छ अनि हामीलाई सुन्न बोर लाग्ने टाइपको हुन्छ नि, त्यो चाहिँ हुँदैन क्या। दाइसँग गफ गर्न बस्यो भने चाहिँ दाइको कुरा चाहिँ सुनिरहन मन लाग्छ, किनभने दाइको बोल्ने स्टाइलै त्यसै छ कि। त्यही भएर दाइको कुरा चाहिँ मजाले सुन्न मन लाग्छ। दाइसँग चाहिँ त्यति म बाल्यकालमा समय बिताएन, किनभने हामी नजिकैको स्कुलमा पढ्थ्यौँ र दाइ चाहिँ अलिकति टाढा जानुभएको थियो होला। सायद त्यतिखेर अर्घाँसीतिर पढ्नुहुन्थ्यो होला। चाडबाडमा चाहिँ हाम्रो भेट हुन्थ्यो र चाडपर्वमा चाहिँ हाम्रो भैली खेल्ने हुन्छ नि तिहारमा, त्यसको भैली खेल्नेको लिडर चाहिँ दाइहरू हुनुहुन्थ्यो होइन। त्यो सानो पलहरू एकदम रमाइलो थियो। पछि म एसएलसी पास गरेपछि म काठमाडौँ आएको थिएँ र केही महिना केही छेड चाहिँ म दाइसँग काठमाडौँ पनि बिताएँ। र मलाई दाइले ट्युसन पढ्ने बेलामा नयाँ बान्सु चोकमा पुर्याउन जानुहुन्थ्यो बाइकमा होइन। त्यो चाहिँ पनि एकदम रमाइलो थियो। त्यो छेउमा चाहिँ अलिकति हामी टाइम स्पेन्ड गरेको थियो त्यतिखेर। र त्यसपछि लगत्तै फेरि दाइ विदेशिनु भयो। त्यसपछि फेरि हामी त्यही हो, अब दाइ छुट्टी गएको बेला भेट्ने। तर सम्बन्ध चाहिँ हाम्रो एकदम नजिक छ होइन, किनभने हामी नजिकको आफन्त पनि हो। त्यही कारणले पनि हामी नजिक छौँ। फेरि संयोगवश के भइदियो भने वैदेशिक यात्राको क्रममा फेरि म पनि दाइ भएकै देशमा आइरहेको छु र हाम्रो चाहिँ बेला बेलामा भेट भइरहेको छ। र हाम्रो बसाइ चाहिँ एकै ठाउँ छैन। दाइलाई भेट्न चाहिँ अलिकति आधी एक घन्टाको बाटो जानुपर्छ। हामी भेट भइरहेको छौँ र कहिलेकाहीँ भेट्न ढिला भयो भने पनि दाइले चाहिँ सम्झिराख्नुहुन्छ होइन, बोलाइराख्नुहुन्छ। त्यसैले हाम्रो चाहिँ अहिले सम्बन्ध बाक्लिरहेको छ। दाइ यो चाहिँ मेरो तर्फबाट तपाईँलाई सानो सम्झनाको लागि होइन। ल आजलाई चाहिँ यति नै होइन, स्केच पनि सकिने आँट्यो र फेरि अर्को भिडियोमा भेटौँला। अहिलेलाई चाहिँ बाई बाई।